नमस्कार, अपन न्युजमा स्वागत छ। अब समाचार विस्तारमा। धनुषाको जनकपुरधाममा भएको 13औं दक्षिण एसियाली खेलकुद 9 साग अन्तर्गत कुस्ती खेलको उद्घाटन समारोहमा नफुटेको पटाका बिहान पड्काउने क्रममा घाइते भएका एक बालकको आज ज्यान गएको छ। जनकपुरधाम 13 स्थित कवर हल नजिकै घर भएका निर्मला राउतका घाइते 10 वर्षीय छोरा आलोक राउतको ज्यान गएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बालक राउतको सुनसरीको धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहले बताए। मङ्सिर 20 गते कुस्ती खेलको उद्घाटनका क्रममा पटाका पड्काइएको थियो। सो मध्येका पड्किन नसकेका पटाका बालक राउत घरमा लगेर पड्काउन खोजेका थिए। पटाका पड्केपछि घाइते भएका बालकको पेट जलेको थियो। गम्भीर घाइते भएका बालक राउतलाई तत्कालै प्रादेशिक अस्पताल ल्याइएको थियो, तर उपचार सम्भव नभएपछि केही बेरमै धरान रेफर गरिएको थियो। उद्घाटनका क्रममा पटाका पड्काउनेहरूको लापरवाहीले बालकले ज्यान गुमाउनु परेको स्थानीयले आरोप लगाएका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर 12 शिवनगर नयाँ टोलमा सडेको अवस्थामा आमा छोरीको शव फेला परेको छ। मोहन झाको घरमा डेरा गएर बस्दै आएको 12 कलैया उपमहानगरपालिका वडा नम्बर 26 सिसुवा महेश्वरपुरका पवन शाहेकी अन्दाजी 22 वर्षीय श्रीमती र 2.5 वर्षकी छोरी मृत भेटिएका हुन्। आमा छोरी दुवैको शव कुहिएको अवस्थामा फेला परेको छ। घरमा दुर्गन्ध फैलिएपछि घरबेटी झाले वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए। प्रहरी निरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोलीले ढोकाको ताल्चा फुटाएर हेर्दा कुहिरहेको अवस्थामा शव भेटिएको थियो। शव कपडाले बेरेर राखिएको थियो। घटनास्थलको प्रकृति हेर्दा केही दिन पहिले नै हत्या गरेर छाडेको जस्तो देखिएको प्रहरीले जनाएको छ। पेन्टीको काम गर्दै आएका पवन भने फरार छन्। घटनास्थलको मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक मण्डलले जानकारी दिए। राजविराजमा निर्माण हुने भनिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण प्रक्रिया विभिन्न बहानामा ढिलाइ भइरहेको भन्दै निर्माणलाई तीव्रता दिन दबाब दिने उद्देश्यले गठित सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। प्रतिष्ठान निर्माण कार्यलाई तीव्रता प्रदान गर्न दबावका लागि गठित जनदबाव समितिका संयोजक सुखराम यादवको अगुवाईमा मङ्गलबार निमित प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो। प्रतिष्ठान निर्माण कार्यमा भइरहेको ढिलाइका कारण स्थानीय जनतामा निराशा छाएको भन्दै ज्ञापन पत्र मार्फत अविलम्ब आवश्यक पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरिएको छ। नारा जुलुस गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको समितिको पदाधिकारीहरूले आफूहरूले सारेको एक सूत्रीय माग उप सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने माग गरेका थिए। 2075 पुस 23 गते मन्त्री परिषदले बैठकले सप्तरीको राजविराजमा 10 मा रामराज प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो। जस अनुसार प्रतिष्ठान निर्माण काम अघि बढाउन 2 महिना अघि यहाँ पूर्वाधार तयारी विकास समितिको कार्यालय पनि स्थापना गरिएको छ। प्रतिष्ठान निर्माण हुने स्थलमा माटो परीक्षण, भूमिको अवस्था, वातावरणीय प्रभाव र मूल्याङ्कन तथा डिपिआर लगायतका काम अघि बढाउन प्रारम्भिक खर्च बापत 40 करोड रुपैयाँ बजेट समेत समितिलाई उपलब्ध गराइसकेको छ। तर पनि ती कामहरू अघि बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्दै ज्ञापन पत्र मार्फत प्रधानमन्त्री स्वयंबाट यस विषयमा आवश्यक पहल हुनुपर्ने माग गरिएको छ। प्रतिष्ठान निर्माण हुनु अगावै विभिन्न बहानामा अन्यत्र सार्ने षड्यन्त्र समेत भइरहेको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत स्थानीय जनतामा परेको भ्रम र अन्योला चिर्न यथाशीघ्र प्रधानमन्त्री स्वयंको करकलमबाट प्रतिष्ठानको शिलान्यास कार्य गर्न आग्रह पनि गरिएको छ। प्रतिष्ठानका लागि 2 महिना अघि यहाँ कार्यालय स्थापना गरिए पनि आवश्यक गतिविधि सुरु नभएको तथा प्रतिष्ठान नै अन्यत्र निर्माण हुने हल्ला चलेपछि 1 साता अघि मात्र दबाब दिने उद्देश्यले नागरिक सञ्जाल सप्तरीका अध्यक्ष समेत रहेका सुखराम यादवको नेतृत्वमा 125 सदस्यीय जनजवाब समिति गठन गरिएको थियो। प्रदेश 2 का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा व्याप्त विभेदकै कारण नेपाल मानव विकास सूचकमा पछाडि रहेको बताउनु भएको छ। युएनडिपीले आज जनकपुरधाममा गरेको
मानव विकास प्रतिवेदनको सार्वजनिकरण कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकमा व्याप्त राजनीतिक, सामाजिक, आर्थिक, क्षेत्रीय तथा जातीय विभेदका कारण देशको विकास हुन नसकेको बताउनु भएको हो। उहाँले विभेद अन्त्य नभएसम्म समृद्धिको हासिल गर्न नसकिने भन्दै समग्र विभेद अन्त्यका लागि शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। उहाँले प्रदेश 2 सरकारले यही विभेदलाई अन्त गर्न बेटी पढाओ बेटी बचाओ, दलित सशक्तिकरण जस्ता कार्यक्रम अघि बढाएको दावी गर्नुभयो। युएनडिपीले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल मानव विकास सूचाङ्कमा 147औं स्थानमा छ। सार्क मुलुकमा पनि नेपाल अफगानिस्तानभन्दा मात्र अगाडि छ। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा अपराध र दण्डहीनता बढेको बताउनु भएको छ। 71औं अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले लोकतान्त्रिक संविधान जारी भएपछि अवस्थामा पनि दण्डहीनतामा कमी नआएको बताउनु भएको हो। निर्वाचन सम्पन्न गरी जनताले चुनेका प्रतिनिधिहरू सत्तामा भए पनि निष्क्रिय रहनु दुःखद भएको उहाँले बताउनु भएको छ। अहिलेको समय हाँसी ठट्टा गर्ने समय होइन, तर गणतन्त्र महादेवका उच्छलङ गणहरूको गणतन्त्र हो कि भन्ने अभ्यास भइरहेको छ। उहाँले भन्नुभयो, मिडिया काउन्सिल विधेयक र मानवाधिकार आयोगका संशोधित विधेयक ल्याउँदा सरकारले सम्बन्धित पक्षहरूसँग छलफल नै नगरेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो। मानवाधिकार आयोगको सबै तथ्याङ्कहरू हेर्दाखेरि नेपालमा दण्डहीनता बढेको छ। मेरो तथ्याङ्क होइन, विभिन्न दिएको तथ्याङ्कले अपराध बढेको छ, दण्डहीनता बढेको छ। र वास्तवमा मलाई आश्चर्य लाग्छ कहिलेकाहीँ कि संविधान एउटा लोकतान्त्रिक संविधान त्यस अन्तर्गत निर्वाचन पनि भयो, सरकार हामीले नै चुनेको सरकार आयो। तर सरकार किन नेपालको गणतन्त्रको 3टा व्याख्या चलेको छ भनेर भनेको थियो। एउटा गणतन्त्र जीवनदान हतियारले छायो हो र मानिसलाई मार्नु कुनै अप्ठ्यारै लाग्ने। हतियार भनेको एउटा प्रतीकात्मक कुरा हो। एसिडले छवटा मारेर त्यहाँबाट अर्को गणतन्त्र आचरण नै अधिकारवादीहरूको शक्ति भएको बताउँदै उहाँले हतियारको नभई विचारको लडाईँ लड्ने समेत बताउनु भएको छ। अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा मङ्गलबार राजधानीमा प्रभात फेरी निकालिएको थियो। भद्रकालीबाट निकालिएको प्रभात फेरी सुन्धरा वीर अस्पताल हुँदै शान्ति बाटिकामा पुगेर सकिएको थियो। नेपाल मानव अधिकार सङ्गठनले राजधानीमा विरोध प्रदर्शन गरेको छ। अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा सङ्गठनले राजधानीको माइतीघरमा प्रदर्शन गरेको हो। सङ्गठनका काठमाडौँ जिल्ला सभापति रविन सिंह बस्नेतले मानवाधिकारका लागि जाग्न र उठ्ने यो अभियानलाई सशक्त रूपमा अगाडि बढाउने उद्देश्यले 1 घण्टा प्रदर्शन र धरना गरिएको बताउनुभयो। द्वन्द्व पीडितका समस्या न्यायको भिख मागिरहेकी गङ्गामायाको अवस्थालाई मनन गर्दै अधिकारी कर्मीहरू उठ्नुपर्ने र जाग्नुपर्ने उहाँले बताउनुभयो। न्याय खोज्नको लागि गङ्गामाया चाहिँ लगातार चाहिँ तपाईँ कुनै खोज्न झोल पदार्थ मात्र लिएर न्यायको खोजीलाई बसिरहेको छौँ। अबको अवस्थामा के छ भने मानवाधिकार कर्मीहरू चाहिँ उठेर जाग्नुपर्ने अवस्था आइसकेको देख्छु। यसका लागि आज हामी यहाँ यो माइतीघर मण्डलामा चाहिँ 1 घण्टा चाहिँ हामी चाहिँ यो प्रदर्शन धरना कार्यक्रम राखेका छौँ। 71औं अन्तर्राष्ट्रिय मानवाधिकार दिवसलाई चाहिँ उठेर जाउँ भन्ने अभियानलाई चाहिँ हामी सशक्त रूपमा चाहिँ हामी यसलाई चाहिँ अगाडि बढाउनेछौँ। विभिन्न कार्यक्रमको आयोजना गरी 71औं अन्तर्राष्ट्रिय मानवाधिकार दिवस राजधानी लगायत देशभरि मनाइँदैछ। मानव विकास सूचाङ्कमा नेपाल 147औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ। 71औं अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसर पारेर युएनडिपीले मङ्गलबार काठमाडौँमा सार्वजनिक गरेको मानव विकास सम्बन्धी प्रतिवेदनमा एसिया प्रशान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भए पनि नेपाल जस्तो मुलुक मध्यम मानव विकास सूचाङ्कको श्रेणीमा परेको उल्लेख छ। तर समग्र एसिया प्रान्तमा मानव विकासका असन्तुलित जोखिमको खतरा रहेको पनि प्रतिवेदनमा उल्लेख छ। यस्तै प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा द्रुत गतिमा मानव विकासको प्रगति भएको उल्लेख छ। प्रतिवेदन अनुसार दक्षिण एसियाको मानव विकासको सूचक 46% बढेको छ। एसिया प्रशान्तमा सबैभन्दा बढी वृद्धि दर हासिल गर्नेमा
आयरल्यान्ड पछि थाइल्यान्ड दोस्रोमा रहेको छ। प्रतिवेदनमा दक्षिण एसियामा 10 मध्ये 4 मानिसमा सरसफाइको सुविधा नपुगेको उल्लेख छ भने गरिब समुदायमा जलवायु परिवर्तनको जोखिम रहेको उल्लेख गरिएको छ। कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मानव विकास सुधारका लागि सरकारले 10 वर्षे कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो। उहाँले ज्ञान र प्रविधिको विकास र पहुँच बढेसँगै मानव विकासको सूचकमा समेत सुधार हुने बताउनुभयो। The government is exactly working to see that the country, its own level of inequality will be reduced in the next 10 years' time. We have achieved some progress in that compared to a period when we used to measure our inequality through income between 1996 and 2004 and between 2004 to 2011 through the Living Standard Service. We found that in the later stage we have been able to reduce inequality to some extent. But had we been able to reduce inequality to a larger extent, our achievement in poverty reduction would have. मानव विकास सूचाङ्कमा नेपालले सन् 2018 का लागि 0.579 अङ्क प्राप्त गरेको छ। सन् 1990 देखि 2018 सम्ममा नेपालको मानव विकास सूचाङ्कमा मूल्य 0.380 देखि 0.579 सम्म बढेको छ। यो अवधिमा नेपालमा जन्मदरको औसत आयु 16.1, विद्यालय शिक्षाको मध्यम वर्ष 2.8 वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष 4.7 वर्षले वृद्धि भएको छ। विश्वमा मानव विकास सूचाङ्कमा नर्वे 0.954 अङ्क सहित सबैभन्दा अगाडि छ। स्विजरल्यान्ड 0.946 अङ्क सहित दोस्रो स्थानमा रहेको छ। सबैभन्दा अन्तिम 189 स्थानमा 0.377 अङ्क सहित पश्चिमी अफ्रिकी मुलुक नाइजर रहेको छ। एसियाली विकास बैंक एडीबी र नेपाल सरकार बीच विभिन्न 4 नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता भएको छ। सरकारले पोखरा मुगलिङ सडकको स्तरोन्नति, बागमती नदीको सुधार, साना किसानको आमदानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल 35 करोड 80 लाख अमेरिकी डलर अर्थात् 40 अर्ब 58 करोड रुपैयाँ बराबरको ऋणका लागि एडीबीसँग सम्झौतामा गरेको हो। ऋण सहयोग सम्बन्धी उक्त सम्झौतामा मङ्गलबार एक कार्यक्रम गरी सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तर खानोबले हस्ताक्षर गर्नुभयो। कार्यक्रममा एडीबीका देशीय निर्देशक खामुद खानले मोगलिन पोखरा सडकको स्तरोन्नति गर्न 19 करोड 50 लाख अमेरिकी डलर, बागमती नदीमा बाढी व्यवस्थापन तथा नदीको सुधारका लागि 6 करोड 30 लाख डलर, साना किसानका आमदानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि 5 करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरिएको बताउनुभयो। Approved by the ADB's Board of Directors in October-November 2019, namely South Asia Sub-Regional Economic Cooperation SASEC Mugling Pokhara Highway Improvement Phase 1 Project, Bagmati River Basin Improvement Project Additional Financing, Food Safety and Agriculture Commercialization Program, and finally, Rural Enterprise Financing Project, all amounting to $358 million in total. कार्यक्रममा अर्थ सचिव राजन खनालले पोखरा मुगलिङ सडकको स्तरोन्नतिका लागि 25 करोड 40 लाख अमेरिकी डलर अर्थात् झन्डै 29 अर्ब रुपैयाँ बराबरको लागत लाग्ने बताउनुभयो। त्यसमध्ये एडीबीको 19 करोड 50 लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको 5 करोड 90 लाख अमेरिकी डलर बराबरको लगानी रहने बताउनुभयो। उहाँले उक्त सडक खण्डको आबु खैरेनीदेखि पोखरासम्मको 81 किलोमिटर सडक 4 लेनको बनाइने समेत बताउनुभयो। Improvement Phase 1 project for $254 million, 195 million from ADB and 59 million from Government of Nepal. 81 kilometer long Abu Khairani to Pokhara section of Muglin Pokhara road is going to be
upgraded to a 4-lane highway. This is definitely going to be a milestone, not only for the improved. अर्थ सचिव खनालले सडकको स्तरोन्नति गरिएपछि पूर्वाधारको विकास मात्र नभएर सुरक्षित यात्रा पर्यटन विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। एडीबीले नेपालमा पूर्वाधार विकास, कृषि तथा ग्रामीण विकासका लागि सहयोग गर्दै आएको छ। संघीय संसद सेवा दिवसका अवसरमा संसद सचिवालयका कर्मचारी सांसदहरूको मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ। मंगलबार दशरथ रङशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा संसदका कर्मचारीको टिमले सांसदको टिमलाई पराजित गरेको छ। कर्मचारीको टिमले सांसदहरूको टिमलाई 4-0 गोल अन्तरले पराजित गरेको हो। सांसदहरूको टिमको नेतृत्व राष्ट्रिय सभाका अध्यक्ष गणेश तिलिमसिनाले गर्नुभएको थियो। कर्मचारीको टिमको नेतृत्व संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले गर्नुभएको थियो। संघीय संसद सेवा दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल भएको हो। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।